तल्लो घर दाइको घरमा बस्यो, धानको भात र भालेको मासु खायो। फेरि माथिल्लो घर भतिजको यो बाटो यसै आयो, यसै आउँदै 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 यसै यो भतिजको घर यहाँ गयो, लोकल भालेको मासु र धानको भात खायो, बस्यो। क्या मोज छ मलाई। भाले पनि सानो सानो भएर 3 किलो 4 किलोको यात्रा भाले। अहिले जे छ जिन्दगी यसैको छ जिन्दगी। कुरो बुझ्नुभयो हजुर।